तेरो चाहिँ खुब सेतो आउँदो रहेछ क्यामेरा यतातिरबाट गर्नु त गोरा आउँछ नि यो क्यामेराको रिफ्लेक्ट गरेर हैन भन्नु त मलाई नदेखाए तेरो भ्लगमा योलाई त हेर्नै पर्छ यो एक नम्बर अर्काको प्राइभेसी भ्लग आज चाहिँ मेरो दादाको बिहे थियो अनि त्यस पछाडि हामी चाहिँ यहाँनिर भाउजूलाई भित्राउने कार्यक्रम हुँदै थियो भाउजूलाई चाहिँ लिएर आइसक्यो अनि चुप यसलाई कम्ता छ नि यहाँ हामी डेकोरेसन गरिरहेको छौँ है यहाँनिर चाहिँ यहाँ डेकोरेसन गर्ने कार्यक्रम हुँदैछ यहाँनिर चाहिँ मैले चाहिँ दिउँसो खेर चाहिँ बनाउन भ्याइनँ त्यही भएर म अहिले बनाउँदैछु अनि यतातिर चाहिँ हुनुहुन्छ हाम्रो रिलेटिभ्स अनि यता हुनुहुन्छ आज बेहुलाको आमा अनि के भन्दै यहाँ अब यहाँ चाहिँ भित्राउने अगाडि नै हामीले चाहिँ ठिक पारेको थिएनौँ सो हामीले चाहिँ तल ल्याएर राखिरहनु भएको छ तलतिर जेसो ल्याएर राख्नु भइरह होइन अनि जेस अब जाडोमा होइन जे भए पनि चाहिँ के भन्न चाहन्छु भने मङ्सिरमा बिहे गर्नु चाहिँ लास्ट जाडो हुँदो रहेछ के जाडाले यस्तो गरेर बसिरहनु भएको छ है यही देखाउन ल्याउँदैछु भित्राउने कार्यक्रम अब म माथि लान्छु है माथि के छ भनेर देखाउन लाँदैछु डेकोरेसन कार्यक्रम देखाएँ है अब ला मैले चप्पल लाएर होइन कि लास्ट चिसो छ गाइस कस्तो चिसो छ है चप्पलै लाउनु बिर्सेछु है यहाँनिर यस्तो यस्तो कुरो कार्यक्रम पनि गर्नुपर्दो रहेछ मलाई थाहा थिएन है यो कस्तो मैले चाहिँ यो साइडमा लाउनुपर्छ अरे चप्पलहरू तिमीहरूले नटेको है यहाँ नटेक्ने छिर्ने होइन यो मेरो भाइ हो सबैभन्दा दिमाग खराब गरेर बोल्ने भाइ हो बोल्दैछ आन्टी यो हाम्रो आन्टी स्विट 16 वाला आन्टी हो चप्पल जुत्ता सुत्ता राखौँ कतिवटा हो कतिवटा बनाउनु पर्ने रहेछ हेरौँ है यहाँ भित्राउने कार्यक्रम हुँदैछ हाम्रो चाहिँ वो पाती तो बाहिर भन्ने त भन्छु बाहिर टेकेर भित्र भोट्यो त्यो त तेरी भित्रले खदा भन्दै भन्दै आउने होइन टेक्दै चाहिँ आउने हो के अनि भित्र भर्ने के थालमा यतिकै राख्नु न कहाँ राख्ने हो त्यति सकेर चाहिँ भर्ने हो र हल्का यहाँ चाहिँ डाउट भइरहेछ है डाउट भइरहेछ अहिलेको लागि यो डाउट क्लियर नभइन्जेलसम्म हामी चाहिँ यहाँनिर बस्नु स्वाभाविक लागेन म माथि गएँ हजुर फुल ए हुन्छ हस् म फुल लिन जाँदैछु सो हजुर हुन्छ फुल अनि कलशमा पानी लिएर आउन गइरहेको छु अब हेरौँ है ओके कलश त्यो कलश त छैन सो अर्को कलश ल्याउनु पर्ने हुन्छ कलश अघिको कलश गायब भएछ अब म पनि थिइनँ सो यो केयर ओके अब छोडियो के गर्नु छोडियो अरे सो एउटा क्लच निकाल्नु पर्ने भयो है क्लच हो कि क्लच अनि यो यसमा कलश पनि हालिदिउँ पानी हो यो म यहाँ हालिहाल्नु छ पानीको झार्दैन अनि त्यस पछाडि अनि फुल त कहाँको लगिदिनु फुलै छैन त आन्टी ए ओके त्यसो भए फुल भेटिसक्यो अरे है म चाहिँ यहाँनिर लिएर जाँदैछु कलश र जर्की थाल
आज हेर्नुमै त यो प्रोसेस कस्तो हुँदो रहेछ। अनि हाम्रो चाहिँ दिदीहरूको बिताउने कार्यक्रम सुरु भयो। अनि दिदीले चाहिँ यो के हो 11 हो कि कतिवटा यो बालेर समथिङ के गरेर बिताउनु पर्दो रहेछ प्लस आरती गरेर अनि त्यसपछि छेक्नु भयो दुईटा दिदीहरूले छेकेर फेरि जाडो थियो क्या यहाँनिर एकदम धेरै जाडो थियो बिचरा भाउजूहरूलाई है चिसो पानी खनाइदिनु भयो कि अब दिदीलाई पनि थाहा थिएन नि त विधि मात्रै भनेको धेरै धेरै खनाइदिनु भयो जाडोले दादा चाहिँ बुढेको जाडोले अचुचु गरिरहनु भएको थियो होइन अनि त्यसो साढे पुरै धामी आए जस्तै गरिरहनु भएको थियो कि दादा चाहिँ कस्तो पातलो थियो नि त भाउजूले त म चाहिँ ओर्नु भएको थियो समथिङ के ओर्नु भएको थियो तर दादाले चाहिँ ओर्नु भएको थिएन त्यही भएर कस्तो धेरै नै जाडो छ काठमाडौँमा जाडो नि बढाएको छ अनि त्यही भएर एकदमै गाह्रो भइरहेको थियो बिचरा अघि त ब्ल्याङ्केट ओढेर बसिरहनु भएको थियो अब त त्यो पनि पाउनु भएको थिएन क्या अनि दिदीहरूको यो कार्यक्रम पनि सक्यो अनि छेक्ने कार्यक्रम भयो र लास्टमा चाहिँ कार्यक्रमको एन्डिङ भयो। ओके आजको लागि बाई बाई अब नेक्स्ट भ्लगमा मिल्नुपर्छ टेक केयर हेभ अ गुड डे।